ठहर म प्युठान जिल्लाकै अग्लो र लामो पुल देउरालीदेखि रजगोडा जोडिएको छ। फोटो खिच्ने अहिले ल आउनुहोस् जामु पारी गरामला। यो पुल तोडिसक्नको लागि समथिङ 5 मिनट समथिङ 3 मिनट 4 मिनट लाग्छ होइन हिँडेर। आज चाहिँ हामी 2-3 जना घुम्न आएको चाहिँ पहिले पनि आएको थियो, त्यही पनि आज पनि गइदिउँ न यसो भ्लग बनाइदिउँ भनेर आएको। त फेरि लामै छ क्या, त्यहाँ पारि मेरो साथी बसिरहेको छु फेरि होइन। उसको पनि ऊ पनि भ्लग बनाउने मान्छे हो क्या, भ्लग चाहिँ ऊ नै होइन, ऊ पनि भ्लगर नै हो। खतरा छ क्या होइन, लामो पनि होइन, सर्लक्कै एउटा गाउँदेखि अर्का गाउँदेखि चाहिँ सिधै रजगोडाको भनौँ रजगोडा छोडिदिएको छ कि। जाम हिँड्दै गर। मान्छेहरू चाहिँ खासमा यहाँ शनिबारमा घुम्ने गर्छन्। शनिबार बिदा पनि हुन्छ नि त, बिदामा चाहिँ मान्छेहरू हुन्छ कि। आज खासै छैन मान्छेहरू, पारि सपना पनि आएर रहेछ नि त तिम्रो सालमाको छोरी सपना आऊ है। धेरै लामो धेरै टाइम लाग्छ होइन त्यो पनि। सर्लक्कै होइन, कति लामो छ भन्नै सकिँदैन होइन। पहिलोचोटि आउँदाखेरि म डराएको थिएँ कि यो पुलमा आउँदाखेरि होइन। तल देखिँदा पनि तल पनि यस्तो देखिन्छ कि पुरै गाउँ छ यस्तो होइन। अब हेरौँ न उता अर्का गाउँ होइन, अर्का गाउँबाट यता सिलपारीसम्म गइदिउँ भनेर आएको। समथिङ टाइम हेरेको 3 मिनट 39 सेकेन्ड 40 पुगिसक्यो होइन। समथिङ 3-4 मिनट 5 मिनट लाग्छ कि त्यहाँ पुग्नुमा। बिस्तारै हिँडेर अब त्यो हेर्दै यताउति हिँड्दै गर्ने भन्ने लाग्छ 10-15 मिनट नै। तर सुई हिँडेको छु नि त म, त्यही भएर त्यसै टाइम लागेन। त्यहाँ फेरि चटपटे बनाउने दिदी बस्नुहुन्छ कि पहिले, आजभोलि को छ है। यहाँ पारि पुलको छेउमा कि यहाँ चाहिँ पुरै चटपटे होइन नास्ताहरू नै, जस्तो अरू त हुँदैन, चटपटे पानीपुरी तिनीहरू क्या। हाम्रो गाउँ चाहिँ उता पारि हो है, देखिन्न यहाँबाट अलिअलि देखिन्छ। आइपुग्नलाई यो बल्ल बल्ल टाढै छ कि। यहाँ फेरि थोरै उकालो छ कि, उता ओह्रालो भयो, यता फेरि उकालो छ। हिँड्नमा लास्टै टाइम लाग्ने कि।
आइपुग्नलाई यो उल्लेरै समथिङ ओह्राचोराको माटो टेकिन्छ होइन